सुन्नुहोस् है साथीहरू, यो स्वर्णिम सरको चाहिँ कुराहरू सुनौँ, भिजन कति राम्रो छ। उहाँ स्वर्णिम सरको बारेमा चाहिँ तपाईँहरूले बुझ्नु भएको छैन, थाहा पाउनु भएको छैन। उहाँ चाहिँ वर्ल्ड ब्याङ्कको मुख्यालयमा पनि बसेर काम गर्नुभएको रहेछ। युरोप एसियाको चाहिँ धेरै अर्थ सम्बन्धी उहाँले हेर्नुभएको रहेछ। यस्तो मान्छे हामीले पाउनु भनेको हाम्रो नेपालको लागि गौरवको कुरा हो साथीहरू। नारायणघाटदेखि मुगलिन बनिसक्यो, मुगलिनदेखि बुटवल अब बन्दैछ, यता काकडभिट्टादेखि पथलायासम्म आउँदैछ। अब वीरगन्जबाट पथलाया हेटौँडा हुँदै नारायणघाट जोड्यौँ र बाँकी रह्यो त्यो एउटा खण्ड। लुम्बिनीबाट बुटवल पनि बनिसकेको छ। अब बुटवलदेखि पोखरा लगौँ, त्यसमा पनि अध्ययन भइसकेको छ, तर कुन स्रोतबाट गर्ने भन्ने कुराहरू छन्। यस्ता खण्डहरू चाहिँ जस्तो अतरियाबाट कञ्चनपुरतिर भयो, कोवलपुर टु सुर्खेत भयो, यी खण्ड खण्ड हेरेर हामी चाहिँ सरकारी रिसोर्सले मात्र अब भ्याउँदैन। भनेपछि के ल्याउनु पर्यो? निजी पुँजी ल्याउनु पर्यो। सो यी पूर्वाधारमा पनि अब हामी ठुला ठुला कोष मार्फत प्राइभेट क्यापिटललाई लिएर आउँछौँ होइन। टोल रोडहरूको अब इन्डियामा त्यत्रो नितिन गडकरीले जुन कायाकल्प गरे पूर्वाधारको क्षेत्रमा हेर्दै त्यसलाई सानो अंशमा भए पनि हामी नेपालमा भित्राउन चाहन्छौँ। त्यसको